नमस्ते नमस्ते के छ खबर आजको खास के कुरा भयो राष्ट्रपतिसँग? सामान्य राष्ट्रपतिज्यूसँग चाहिँ आज हामीले चाहिँ तपाईँको यो जुन जेनजी घटनापछिको तपाईँको अवस्थाहरूलाई हामीले मध्यनजर गर्दै 23वटा समूहहरूको संयुक्त हस्ताक्षरसहित आज हामी सामान्य राष्ट्रपतिज्यूलाई भेटेका थियौँ। भेटको क्रममा जस्तो कि अब यो सरकारले जुन भनौँ न राष्ट्रपतिज्यूले भनौँ राष्ट्रपति कार्यालयले तपाईँको यो गर्न नदिएको कार्यहरू गर्न नदिएको भनेर जुन प्रकारले प्रधानमन्त्रीज्यूले कुराहरू अस्ति राख्नु भएको थियो हो त्यही विषयमा चाहिँ अहिले हामी छलफलको क्रममा थियौँ र जुन प्रकारको तपाईँको जेनजी आन्दोलनबाट घाइते र शहीद परिवारहरूको तपाईँको क्वेसनहरू छ हो तिनीहरूको लागि चाहिँ आज हामी सामान्य राष्ट्रपतिज्यूसँग हामी भेटघाट गरेका थियौँ। के क्वेसन गर्नुभयो राष्ट्रपतिसँग? राष्ट्रपतिज्यूलाई जस्तो कि अब हामीले जुन तपाईँको यो जेनजी घटना भयो जेनजी घटनाको क्रममा तपाईँको जुन त्यसपछि यो सरकार बन्यो सरकार 6 महिनाको सरकारकै यो चुनाव गराउनको लागि मात्र बनेको हो कि देशमा एउटा सुशासन कायम गर्नको लागि पनि बनेको हो भन्ने मेरो मुख्य प्रश्न थियो भने उहाँको उत्तर के थियो भन्दाखेरि अब चुनाव पनि तपाईँको एउटा विकल्प हुनसक्छ भनेर उहाँले दिनुभयो उत्तर दिनुभएको छ होइन। जस्तो कि तपाईँको अहिलेको सिचुएसनमा तपाईँको चुनावै एउटा विकल्प हो भनेर उहाँको कुरा छ। अनि के छ भने जेनजीहरू यसमा सहमत छन् त भनेर मैले आफै पनि त्यो क्वेसन गर्दाखेरि सहमत छैनन् जेनजीहरू। तपाईँहरू कस्तो छ भने अब हाम्रो मुख्य भावना चाहिँ के छ भन्दाखेरि 1 वर्षभित्र चाहिँ तपाईँको सर्वपक्षीय सर्वदलीय सर्व जेनजीहरूलाई समान तरिकाले एउटा गरेर अगाडि बढाएर चाहिँ एउटा चुनावी माहौलमा जाउँ भन्ने हाम्रो धारणा रहेको छ। चुनाव यसपालि हुन्छ कि हुँदैन खास ठ्याक्क भन्नुहोस् त? चुनाव भनेको लोकतान्त्रिक मूल्य मान्यता पद्धतिमा विश्वास गर्ने सबै जनताहरू र सरकारहरू मिलेर गर्नुपर्छ। तर यसपालि चाहिँ अब जेनजी जुन आन्दोलन भयो जेनजी आन्दोलनमा जेनजीले जित्यो। जेनजीले जितिसकेपछि चाहिँ त्यो आन्दोलनको जुन हामीले चाहिँ परिणाम पाउनु पर्ने थियो त्यो परिणाम चाहिँ हामीले पाउनुभन्दा अगाडि नै विदेशी दलालको शक्तिहरूले चाहिँ यसलाई चाहिँ हाइज्याक गरेर लग्यो। त्यो लगिसकेपछि चाहिँ अहिले जति पनि हाम्रो साथीभाइहरूको मृत्यु भएको छ 76 जना साथीभाइहरूले शहादत प्राप्त गर्नुभएको छ शहीद हुनुभएको छ। 2495 जना जो घाइतेहरू हुनुहुन्छ उहाँहरूको उचित उपचारको पनि केही छैन। शहीदहरूको लागि पनि सम्मान केही पनि छैन। देशले निकास पनि केही पाएको छैन। यो नयाँ सरकार बनिसकेपछि युवाले रोजगारी पनि पाएको छैन। सुशासन पनि केही भएको छैन। भ्रष्टाचारीलाई पनि कारबाही गरेको छैन र आन्दोलनको बेलामा दमन गर्ने जुन दमनकारीहरू छ त्यो शक्तिलाई पनि कारबाही गर्न सकेको छैन। यो गर्न नसकेको खण्डमा डाइरेक्टली चुनावमा जानु भनेको चाहिँ जेनजीहरूलाई एकदम घात हो र जेनजीहरूको आन्दोलन तुहाइदिनु हो। त्यस कारणले गर्दाखेरि चाहिँ हामीले यो आन्दोलन नतुइयोस् भन्नको लागि चाहिँ हामीले राष्ट्रपति समक्ष कि त यो सरकारले जेनजीको मागहरू पुरा गरिदिनु पर्यो। यदि यो सरकारले जेनजीको मागहरू पुरा गर्न सक्दैन भने चाहिँ उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गरेर अर्को विकल्पहरू खोजिदिनु पर्यो। जसरी उहाँले भन्नुभएको छ अहिलेको प्रधानमन्त्रीले के भन्नुभएको छ भने मैले संविधान संशोधन गर्न सक्दिनँ, मेरो काम भनेको चुनाव मात्र गराउने हो। जेनजीहरू तिमीहरूले आएर चाहिँ चुनावमा भाग लिएर तिमीहरू प्रतिनिधि सभामा चाहिँ बहुमत ल्याऊ भन्नुभएको छ। यो कुरा एकदमै नराम्रो कुरा हो किनभने उहाँलाई पनि राम्रोसँग थाहा छ जेनजीहरूले एउटा पनि राम्रो पार्टी खोलेको पनि छैन। पार्टी चाहिँ धेरै खोलेको छ तर 1 सिट पनि नजित्ने पार्टी खोलेको छ। यो अवस्थामा जेनजीले बहुमत ल्याउन सक्दैन। जेनजीले बहुमत ल्याउन नसकेपछि तपाईँको प्रतिनिधि सभाको चुनावमा भाग लिँदै गर्दाखेरि पनि तपाईँको चाहिँ नि पुरानै दलका नेताहरूले चाहिँ जित्ने सम्भावना, पुरानै पद्धति दोहोरिने सम्भावना र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री नआउने बेलासम्म पहिला जस्तै सांसद किनबेच गरेर चाहिँ प्रधानमन्त्री बन्ने अनि देशलाई हरेक 1-1 वर्षमा अस्थिरतातिर लग्ने एउटा सम्भावना दोहोरिने भएको हुनाले गर्दा हामीले चुनावभन्दा अगाडि नै संविधान संशोधन गरेर यो स्थिर सरकार बनाउनको लागि तपाईँको चाहिँ नि यो प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुन्छ अथवा अर्को कुनै विकल्प हुन्छ। यदि संविधान संशोधन तपाईँको प्रत्यक्ष कार्यकारी गर्नको लागि चुनाव हुनुपर्छ जबकि तपाईँ चुनाव गर्न दिनुहुन्न, छेकबार गर्नु भएको छ। कसरी होइन छेकबार गरेको होइन। अहिले तपाईँले भन्नु न त जेनजी चुनावको वातावरण कहाँ छ भनेको जेनजीले अब उहाँ प्रधानमन्त्रीले के भन्नुहुन्छ भने उहाँ त असंवैधानिक हो नि त। प्रधान न्यायाधीश यो देशको प्रधानमन्त्री बन्न मिल्दैन थियो। उहाँ संसदको कुनै पनि एउटा व्यक्ति पनि होइन। तर उहाँ यही आन्दोलनको बलमा 76 जनाको रगत बगेको खोलाको भरमा घाइतेहरूको खोलाको भरमा यत्रो हाम्रो सम्पत्तिहरू सार्वजनिक सम्पत्तिहरू नष्ट भएको त्यसको आन्दोलनको बलमा उहाँ यसैमा टेकेर संविधानलाई त उहाँले घाँटी निमुटेर त्यही दिन मारिदिनु भयो जति बेला उहाँ प्रधानमन्त्री बन्नुभयो।
अनि उहाँले यो देशलाई निकास दिन छोडेर चाहिँ नि उहाँले खालि अहिले आफू प्रधानमन्त्री बन्नको लागि चाहिँ संविधान मिचेर पनि जान मिल्ने, अनि यो देशलाई निकास दिनको लागि जेन्जी घाइतेहरूको माग पुरा गर्नको लागि, जेन्जी शहीदको माग पुरा गर्नको लागि, अनि जेन्जी आन्दोलन जुन जेन्जीले जितेको छ त्यो आन्दोलनको माग पुरा गर्नको लागि चाहिँ तिमीहरू चुनाव गरेर आऊ भनेर भनिदिने त, यो त गर्न मिलेन नि त। अहिलेको प्रधानमन्त्री त तपाईँ जेन्जीहरू नियुक्ति गरेको हो नि त, होइन र? जेन्जीहरूले नियुक्ति गरेको होइन, उहाँ कुन विदेशी दलालले नियुक्ति गरेको हो हामीलाई थाहा भएन। यदि उहाँले चाहिँ जेन्जीहरूले नियुक्ति गरेको हुन्थ्यो भने त उहाँले जेन्जीहरूको माग सुन्नु पर्थ्यो नि त। उहाँले यो एनजिओ आइएनजिओका एउटा दुईवटा तपाईँको जुन जेन्जीका ग्रुपहरू छन् तिनीहरूलाई मात्र काखी च्यापेर, तिनीहरूलाई मात्र माया गरेर, तिनीहरूको मात्र कुरा सुनेर, तिनीहरूको सिफारिसमा मात्र मन्त्री बनाएर त बस्नु हुँदैन थियो होला नि त। त्यस कारणले आम नेपाली देशभक्त, देशलाई माया गर्ने देशप्रेमी जेन्जीहरूको चाहिँ उहाँ प्रधानमन्त्री हुनुहुँदो रहेनछ भन्ने कुरा चाहिँ बुझियो। दलालीको मात्र प्रधानमन्त्री, एउटा एनजिओको मात्र प्रधानमन्त्री हुनुहुँदो रहेछ भन्ने बुझियो क्या। त्यस कारणले उहाँलाई आम नेपाली जनताको प्रधानमन्त्री भन्न चाहिँ मिल्दैन। डाक्टर विक नमस्कार। नमस्कार। तपाईँ आज राष्ट्रपति भवनमा आउनुभयो, तपाईँहरू तपाईँ ग्रुपै आउनु भएको छ, यो पेपर लिएर हातमा बोक्नु भएको छ, के तपाईँ राष्ट्रपति चाहनुहुन्न, तपाईँको प्रधानमन्त्री चाहनुहुन्न यति बेला? हामी राष्ट्रपति चाहन्छौँ, प्रधानमन्त्री चाहँदैनौँ। किन चाहँदैनौँ भने जुन प्रधानमन्त्रीले जुन हाम्रा एजेन्डाहरू लिएर पठाएका थियौँ त्यो एजेन्डामा उहाँले काम नै गर्नु भएन। जेएनजीले त हामीले त देशमा शान्ति, सुशासन र समृद्धि र विकास होस् भन्ने चाहेका थियौँ नि, तर यो 84को चुनाव 82मा गर्नका लागि त हामीले त्यत्रो धेरै मान्छे हाम्रो शहीद हुनुभएको होइन, अनि त्यत्रो धेरै अङ्गभङ्ग हुनुभएको छ, घाइते हुनुभएको छ। प्रधानमन्त्री चाहेको छैन भन्नुभयो, राष्ट्रपतिको गेटबाट भर्खर निस्किनु भयो, राष्ट्रपतिसँग कुरा मिलाउनु भयो, राष्ट्रपति चाहियो प्रधानमन्त्री चाहिएन भन्ने खोजेको होइन। यस्तो हो, अब राष्ट्रपतिज्यू चाहिँ हुनुहुन्छ होइन, राष्ट्रपतिज्यूले चाहिँ यो सरकार, हामी के चाहन्छौँ भने यो सरकारले स्वतस्फूर्त हिसाबले हामी काम गर्न सकेनौँ, हामी विफल भयौँ, हामी तपाईँहरूको एजेन्डा उठाउन सकेनौँ भनेर एउटा किसिमको उसले आफूले नै सोही स्फूर्त राजीनामा दिनु भएर बाटो सहजीकरण र मार्गदर्शन गरिदिनु भयो भने हामी नयाँ एउटा सरकार गठन गरेर सर्वपक्षीय जो कुनै पनि एनजिओ आइएनजिओमा नलागेर सर्वपक्षीय रूपमा लागिरहनु भएको सबैलाई हामी समेटेर एउटा नयाँ खालको सरकार बनाउँछौँ। चुनाव हाम्रो मेन एजेन्डा होइन सर, चुनाव त भइहाल्थ्यो नि, चुनाव अहिलेसम्म नभएको हो र भने तपाईँको 12-15वटा चुनाव त पहिलेदेखि भएको थियो। चुनाव गरेर मात्रै देश विकास हुन्थ्यो भने अहिलेसम्म चुनाव गरेर किन विकास भएन? अहिले आएका नेताहरू चुनाव गरेर आएनन्, तिनीहरूलाई के निर्वाचित भएर आएका हुन् नि, उहाँहरू पनि निर्वाचित भएको मान्छेले आएर अहिलेसम्म विकास गर्न नसकेपछि यो स्थिति आयो। हाम्रो वर्षौँदेखिका हाम्रा जुन संरचनाहरू ध्वस्त भए, ती नेताहरूले गर्दाखेरि हो नि, चुनावै गरेर जिताएर त हो नि। अब त्यो फेरि पनि चुनाव गराएर फेरि पनि पुरानै मान्छेलाई ल्याएर अनि यो देशमा उनीहरूले के गर्न खोजिरहेको हो? हामीले त विकास चाहेको हो नि, चुनाव होइन। ल ठिक छ, केही समयपछि देशको स्थिति शान्ति भएपछि र स्थिति भएपछि चाहिँ चुनाव गर्नुपर्छ, चुनावमा जानुपर्छ। चुनावमा जानु भनेको डेमोक्रेसी। तपाईँलाई चाहेको त जनताबाट चुनिएको कार्यकारी प्रधानमन्त्री चाहेको हो नि त। हामीलाई मेरो एजेन्डा होइन यो भनेको, भोलि पछि गएर हामी जनतामा एउटा कुरा उहाँको भनाइ लिनेछौँ, वा जनताहरू समक्ष गएर उहाँको के छ विचार भनेर जनताको एउटा जनमत सङ्ग्रहबाट जानेछौँ त्यो के रहेछ भन्ने कुरा। किनभने अहिले हामीले कार्यकारी मात्रै भन्दाखेरि पनि कार्यकारी कतिपय ठाउँमा फेल भएको छ। कार्यकारी राष्ट्रपति तपाईँको यो धेरै कन्ट्रीहरूमा हेर्न सक्नुहुन्छ, तपाईँले मालदिप्सदेखि धेरै कन्ट्रीमा फेल भएको छ, ती श्रीलङ्कामा फेल भएको छ, धेरै कन्ट्रीहरूमा कार्यकारी, युक्रेनमा फेल भएको छ। एउटा कमेडियनलाई ल्याएर आएपछि के हुँदो रहेछ भन्ने कुरा युक्रेन भएको छ नि, त्यस्तै युक्रेन जस्तै बनाउन खोजिरहेका छन् दलालहरूले, जो एनजिओ आइएनजिओका दलालहरूले युक्रेन जस्तो ध्वस्त बनाउन अमेरिकासँग लागेर यो देशलाई ध्वस्त बनाउन खोज्दैछन्। त्यो हामी कदापि हुन दिने छैनौँ र त्यो स्वीकार्य हुन्न। हामी चाहिँ जनताले चुनेको प्रधानमन्त्री, जनताले चुनेको जति पनि मन्त्रीमण्डलको गठन हुन्छ त्यो जनताबाट होस्, जनताले चुनेको मान्छे हुनुपर्छ, ताकि जनताको काम गर्ने मान्छे हुनुपर्छ। यस्तो मान्छे चाहिएन हामीलाई जो एनजिओ आइएनजिओको काम गर्ने, भ्रष्ट नेताहरूको र भ्रष्ट दलालहरूको काम गर्ने र गुन्डागर्दी गर्ने एउटा ग्रुपलाई संरक्षण गर्ने हामीलाई त्यो सरकार चाहिएन, त्यो मन्त्रीमण्डल चाहिएन हामीलाई। सर, कस्तो किसिमको प्रधानमन्त्री चाहनुहुन्छ यो जेएनजी पुस्ताले खास? हामीले त सुरुमा त देशमा शान्ति, सुरक्षा र सुशासन गर्ने खालको र घाइतेहरूको विषयमा बोलिदियोस्, अनि शहीदहरूको विषयमा बोलिदियोस्, गरिबको विषयमा बोलिदियोस्, स्वास्थ्य, शिक्षा र रोजगारीको विषयमा बोलिदियोस्। क्या नेपालमै बस्ने एउटा वातावरण मिलाइदियोस्। त्यस्तो सरकार हामीले चाहेको हो नि। हामीलाई यस्तो सरकार चाहियो होइन कि जो सरकारले
यो देशमा विकास नभएर एउटा अराजकतिर लिने खालको सरकार हामीलाई चाहियो होइन। हामीलाई त विकास हुने सरकार चाहिएको। त्यो विकास खालको सरकारका लागि हामीले एक किसिमको अपेक्षा गरेका थियौँ सरकारबाट, केही पनि त्यस्तो अपेक्षामूलक कार्यक्रम केही पनि भएन। त्यसको लागि अब नयाँ सरकार हुनुपर्छ। राष्ट्रपतिज्यूले एउटा अभिभावकको हिसाबमा नयाँ सरकारलाई उहाँले आउने खालको वातावरण मिलाइदिनु पर्यो भनेर हामी यहाँ राष्ट्रपतिज्यूसँग हामी माग राख्न आएका हौँ। हामी यो घाइतेहरूको कार्ड बनेको छैन अहिलेसम्म, के हो तपाईँको? घाइतेहरूको कार्ड आदि बनेको छ है। अब यसमा जसको पावर छ आदि बनेको छ, आदि बनेको छैन भने म भन्दैछु, म प्रश्न तपाईँलाई। जस्तो कि घाइतेहरूको कार्ड बनेको छ, जसको पावर छ, जसको तपाईँको जुन यो जेनजी समूहहरूसँग समन्वय छ, गृह मन्त्रालयमा डाइरेक्ट गएर तपाईँको मन्त्रीलाई गएर डेलिकेट गर्ने अवस्था छ, उहाँहरूको मात्र कार्ड बनेको छ। तपाईँ यति ढुक्क हुनुहोस्। तपाईँको अहिले पनि मलाई 4-5वटा जिल्लाबाट भनौँ न सिडिओ साहबहरूले नै फोन गरिरहनु भएको छ, कार्ड गृह मन्त्रालयबाट आएकै छैन सर, किन यो तपाईँहरू झन् त्यत्रो केन्द्रमा हुनुहुन्छ, तपाईँहरूले समन्वय गरिरहनु भएको छ। भनौँ न म जेनजीको तपाईँको यो घाइतेहरूलाई अहिले म हेरिरहेको पनि छु होइन, विभिन्न अस्पतालमा गएर व्यक्तिगत रूपमा भेटिरहेको पनि छु। तर कस्तो कन्डिसन छ भने त मैले बुझाएको छु क्या, अहिलेसम्म कुन चाहिँ टिम गयो के, रक्षा बमको गयो कि, सुदन गुरुङको गयो कि, मिराज ढुङ्गानाको गयो कि, प्रवेश दालको गयो कि, कुन चाहिँ टिमले गएर चाहिँ तपाईँको जेनजीलाई सहजीकरण गर्ने कार्ड बनाउनको लागि हामी तपाईँको सिडिओ कार्यालयमा काठमाडौँको सिडिओ साहबहरूसँग त कति हामी समन्वय गरेर कार्डहरू बनाउने काम गरिरहेका छौँ होइन। त्यसको बाहेक ढालीभन्दा बाहिर पनि तपाईँको हामीले धेरै सपोर्ट पनि गरिरहेको छ सिडिओ साहबहरू। तर कस्तो छ भने तपाईँको 50% कार्ड भन्यो, 50% बनेको छैन। बनेको छैन भनेपछि घाइतेहरूको तपाईँले क्षतिपूर्ति चाहिँ यस्तो छ, तपाईँको यो शहीद परिवारहरूलाई चाहिँ तपाईँको 15 लाख रुपियाँ दिने भनेको हो, शहीद परिवारलाई त्यो हो होइन। जस्तो कि अब घाइतेहरूलाई चाहिँ तपाईँको 15,000 के, घाइते जम्मा 15,000, उसलाई बरु त्यो रोजगारीको ग्यारेन्टी सुन्नु न, त्यसमा रोजगारीको ग्यारेन्टी गरिदिनु त्यसमा होइन। त्यसै गरी खाना स्वास्थ्य शिक्षामा अलिकति उनीहरूले बनाइदिएको भए कति राम्रो हुन्थ्यो क्या। त्यो 15,000 दिनुको छ कि 15,000 मोल हो मान्छेको एउटा, भन्नु न। एउटा शहीद परिवारको नि तपाईँको त्यो जब 15 लाखको लागि तपाईँको आफ्नो अमूल्य जीवन आफ्नो छोराछोरी नाता नातिना गुमाउनु परेको हो त होइन नि। बाटोमा हिँड्दाखेरि एउटा तपाईँको कुखुरा मऱ्यो भने पनि त्यति मूल्य जस्तो गरेर बाटोमा हिँड्दा गाडीले खिच्दाखेरि पनि 10-15 लाख। देशको लागि गोली खाएर तपाईँको यो देश बनाउनु पर्यो, यो देशमा भ्रष्टाचार हुनु भएन, सुशासन हुनु पर्यो भनेर आउँदाखेरि पनि सरकारले यस्तो गर्ने हो त? यो देशमा कसरी बस्ने? यो देशमा युवाहरूले रोजगार नपाउने? तपाईँको 4-5 हजारजना प्रहरीले त जागिर छोडिसक्यो रे। अनि यो सरकारले चाहिँ यो कुरा ध्यान दिनु पर्यो नि, देशमा शान्ति सुरक्षा काम हुनु पर्यो। प्रहरी नभएपछि कसरी शान्ति सुरक्षा काम हुन्छ? उनीहरूको तलब बढाउनु पर्ने हो कि उनीहरूलाई मनोबल कसरी बढाउनु पर्ने हो कि होइन? यो कुरा नि सोच्नु पर्यो। यो सरकार बन्नुभन्दा पहिला पनि 3,035जना मान्छे एयरपोर्टबाट लाइन लाएर गएको होइन। यो सरकार बनिसकेपछि पनि मान्छे 3,035बाट घटेर 2500 हुनुपर्ने ठाउँमा 5,000 पुगिसक्यो। यो देशमा भएको तपाईँको रोजगारीहरू सबै बन्द हुन थालिसक्यो। अनि प्रधानमन्त्री क्याबिनेटमा भएको मन्त्रीहरूले चाहिँ यो कुरामा ध्यान दिन छोडेर खालि एउटा विदेशी दलालको एउटा एजेन्टलाई, एउटा एनजिओको एजेन्टलाई मात्र काखी च्यापेर तपाईँको घाइतेको कार्ड बनाउने बेलामा पनि त्यही एजेन्टको सिफारिस गरेको आदिलाई कार्ड बनाइदिने, घाइतेको के अरे शहीदहरूको नाम हाल्ने बेलामा पनि आदिको शहीदको नाम हाल्ने राजपत्रमा, आदिको नहाल्ने। अनि यो देशको लागि काम गर्न खोज्ने मान्छेहरू जसले चिनेको छ, एनजिओ र दलाललाई चिनेको छ, उसको चाहिँ जहाँ पनि नाम आउने, उसले जहाँ पनि पैसा पाउने, नचिनेकोहरू गाउँमा बसेकोहरूले चाहिँ उसले हेपिएर बस्नुपर्ने हो। ठिक छ, अहिलेको सरकारले काम गरेको तपाईँलाई चित्त बुझेको छैन जेनजीहरूलाई? चित्त बुझेकै छैन। अब कस्तो सरकारको चाहिँ आश गर्नु भएको छ तपाईँले? हामीले जनसरकारको जुन जनतामुखी सरकारको हामीले आश गरेका छौँ। अब यदि यो सरकारले हामीले जुन माग राखेका छौँ त्यो माग पुरा गर्न सक्नु भएन भने सरकारले मार्गदर्शन गर्दै हुन्छ, प्रशस्त मार्गदर्शन गरेर उहाँले सोतो हिसाबमा नयाँ सरकारहरू सर्वदलीयबाट या सर्वपक्षीयबाट, किनभने हामीलाई अहिले भनेको शान्ति चाहियो हो, सुशासन चाहियो हो, त्यसमा स्टेबल चाहियो, भ्रष्टाचार मुक्त चाहिएको। यो नेपाल रहे पो हामी रहन्छौँ, यो नेपालमा विदेशीहरूले हस्तक्षेप नगरे पो हामी नेपाली रहन्छौँ। भोलि पार्टी भनौँला, जेनजी भनौँला, जेनवाई भनौँला, जेसुकै पनि भनौँला, हामी एउटा खालको तर नेपाल नै नरह्यो भने विदेशीको हातमा नेपाल गयो भने हामी कसरी उ गर्नु सर?